गाइज, वेलकम माई फर्स्ट भ्लग। म चाहिँ यसरी पहिला चाहिँ भ्लग चाहिँ बनाएको छैन। यसरी क्यामेरा अगाडि बोल्न नि अलि अक्वर्ड जस्तो लाग्छ होइन, तर पनि आज फर्स्ट टाइम ट्राई गर्दैछु। अब यो कुनै एउटा त्यो डेली भ्लग टाइपको चाहिँ होइन आज चाहिँ मेरो चाहिँ बाबाको चाहिँ बर्थडे होइन। मेन कुरा भनेको चाहिँ मेरो बाबाको बर्थडे भएको कारणले चाहिँ मैले चाहिँ केही कुरा चाहिँ लेखेको थिएँ क्या। हाम्रो त्यस्तो प्रोफेसनल राइटर चाहिँ होइन, मको लागि चाहिँ मैले केही कुराहरू लेखेको छु होइन। रियलमै भन्न चाहिँ मतलब खोजेको चाहिँ हो होइन, तर यस्तो अप्ठ्यारो लाग्ने क्या त्यो भन्न नै स्टार्ट नै कसरी गर्ने, कहाँबाट स्टार्ट गर्ने भन्नुभएको भयो क्या होइन। त्यो कुराले पनि अनि अलि अप्ठ्यारो लाग्ने बाबा भन्नेतिर अलि डर पनि लाग्ने होइन। त्यो कुराले चाहिँ अलि भन्नु चाहिँ अप्ठ्यारो लागिरहेको छु। सुनिदिनु होला, कस्तो लाग्छ के लाग्छ कमेन्ट गरिदिनु होला। शीर्षक चाहिँ प्रिय बा। थाहा छैन के लेख्न खोजेको हुँ या के लेख्दैछु, तर भ्याएसम्म लेख्न प्रयास गर्नेछु। यो पनि थाहा छ कि तिम्रो कहानी त्याग कर्तव्यप्रतिको निष्ठा कुनै शब्दले नै बयान गर्न सक्छ, र कुनै मेसिनले नापेर मात्रा या त्यसको मोल नै गर्न सक्छ। हरेक खुसीमा हरेक दुःखमा मेरो शिरमा सजिएका छौ बा। म कसरी भन तिमी को हौ मेरो लागि भनेर। मैले देखेको छु कि तिमी आफ्नो पीडामा हुँदा नि परिवारलाई खुसी पार्नतिर लाग्यौ। घरको जेठो छोरो हो म, हजुरपछिको अभिभावक। म रुँदा समेत हाँसी हाँसी मेरो हिम्मत र साहस भन्यौ। मलाई थाहा छ तिमी त्यो दिन कति पीडामा थियौ भनेर, तर पनि एक थोपा आँसु नझारी परिवारको साहस भन्यौ। तिमीले आफ्नो शरीरका अङ्गहरू बेसी बढाउँछु भनेको अझै याद छ मलाई, तर आज तिमी आफ्नै अङ्गको अधीनमा छैनौ। हरेक दिन तिमीलाई हेर्न खोज्छु, मन थाम्न सक्दिनँ। कसैले नदेख्ने नसुन्ने गरिरहेछु। म कमजोर छैन बा, म कमजोर होइन। जबसम्म तिमी छौ म कसै सामु झुक्नेवाला छैन। तिमीले गरेको परिश्रम र भोगेको कुराहरू भनेर नसकिनेवाला छ, न त तिम्रो साहसलाई व्यक्त गर्न सकिन्छ। यो त केवल महसुस मात्र